सेवारो नमस्ते। आज म यहाँहरूलाई बिहेमा च्याब्रुङ नाच अथवा केलाङ नाच्ने चलन कसरी सुरु भयो भन्ने कथा भन्न गइरहेको छु। यो कथा मैले च्याब्रुङको नाली बेली, जसलाई आइत खजुङले लेख्नु भएको छ, त्यो किताबबाट लिएको छु। यो कथामा चाहिँ के हुन्छ भने सबैभन्दा पहिले चाहिँ हाम्रो पुर्खा भनौँ न, उहाँको नाम चाहिँ छ पाजागेबा तेन्दोम याङबा, अथवा उहाँलाई पाजा इबा पनि भनिँदो रहेछ, कहीँ कहीँ पन्दाङवा पनि भनेर भनेको सुनिन्छ। उहाँलाई एकजना ताइन नाङ्गेन तेम्बेतिरको केटी मन परेछ। उनको नाम वरुप्ली वदङनामा रहेछ र वरुप्ली वदङनामाले विवाह गर्नुभन्दा अगाडि घर बनाएमा मात्र पाजा इबासँग बिहे गर्ने उनले वचन राखिछन् र पाजा इबाले पनि घर बनाएर बिहे गर्छु भनेर उनले वचन दिएछन्। त्यसपछि पाजागेबा तेन्धुम याङबाले साङ्गुयाकमा कोपियकमा भन्ने ठाउँमा घर बनाएछन् र यो ठाउँ चाहिँ हाल लेले ताप्लेजुङमा पर्छ। त्यसपछि त्यो घर बनाइसकेपछि पाजागेबाले वरुप्ली वदङनामालाई विवाह गरेछन् र सो विवाहमा केलाङ अथवा च्याब्रुङ नाच नचाहेछन्। यसरी पाजागेबाले वरुप्ली वदङनामासँग बिहे गर्दाखेरि चाहिँ च्याब्रुङ नाचिएछ। यो चाहिँ बिहेमा पहिलोचोटि च्याब्रुङ नाचिएको हो र बिहेमा पहिलोचोटि च्याब्रुङ नाच्नुको कारण पनि नयाँ घर बनाएको कारणले हो भन्ने कुरा चाहिँ लेखक आइत खजुङले च्याब्रुङको नाली बेलीमा सङ्कलन गर्नुभएको छ। यसरी चाहिँ पहिलो विवाहमा होइन, अनि पहिलो घर बनाएर बेहुली भित्राउँदा चाहिँ केलाङ वा च्याब्रुङ नाच नाचिएको कथा छ भनेर उहाँले भन्नुभएको छ। र यसरी त्यहाँबाट चाहिँ लिम्बू याक्थुङहरूको विवाहमा केलाङ नाच्ने चलन सुरु भएको र यो अहिले पनि यथावत रहिरहेको छ भन्ने कुराहरू त यस कथाबाट बुझ्न सकिन्छ र हामीले देख्न सकिन्छ। बिहेमा च्याब्रुङ नाच्नुको मुख्य कारण नै नयाँ घर बनाउनुको कारणले हो। त्यसैले बिहेमा पनि त्यो खुसियालीको स्वर, नयाँ बेहुली, नयाँ घरबार, नयाँ कुरा सुरुवात गरेकोले च्याब्रुङ नाचिएको हो भनेर बुझ्न सकिन्छ। आजलाई यति नै। यो कथा कस्तो लाग्यो, तपाईँहरूले यस्तै खालके कस्तो कथा सुन्नुभएको छ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। धन्यवाद।